गुड मर्निङ सम्पूर्ण मेरो युट्युब फ्यामिलीलाई एमएस भ्लग केपिजीमा आज पनि फेरि सधैँको जोडी नै यहाँनिर छौँ है त। अनि तपाईँहरूलाई लिएर आएको छु कालिम्पोङको मेलाटारमा। सधैँ चाहिँ हजुरलाई लिएर आउँथे स्पोर्ट्स देखाउनुको लागि के देखाउनुको लागि है। आज चाहिँ भिन्न, तपाईँहरूलाई थाहा छ नि है, पहलगाममा यत्रो ठुलो घटनाहरू भयो, नहुने घटना भयो है। धर्म र जाति पुस्ता पुस्दै प्राण गुमाउनु पर्यो, नहुनु पर्थ्यो। यसको घोर भर्त्सना पनि गर्छु है मेरो भिडियो मार्फत जतिजनालाई मनपर्छ है। किनभने हाम्रो पनि हस्बेन्डहरू देशको सिमानामा नै लडिरहनु भएको छ हामी दुईजनाका। अनि हामीलाई नराम्रो लाग्छ है। अहिले त्यहाँ सेना भइदिएको भए, ड्युटी भइदिएको भए त्यस्तो हुने थिएन होला। अनि हामीले सेनालाई रेस्पेक्ट पनि गर्न सिक्नुपर्छ। किनभने फौज नभएको ठाउँमा चाहिँ यस्तो घटनाहरू घट्दो रहेछ है। तपाईँले बुझिहाल्नुभयो यो कुरा। अनि सेनाले चाहिँ देशलाई कति डरलाग्दो चाहिँ होल्ड गरेर राखेको रहेछ यो कुरा पनि हामी याद पाउँछौँ। अहिले भएभरको हाम्रो दाजुभाइहरू थुपारेको छ बोर्डरमा है, कतिजनाको छोराहरू है। तर हामीलाई मनमा अशान्ति छ नि त। शत्रुको अगाडि सामना गर्नुपर्दा कसको आमालाई, कसको मातापितालाई चाहिँ खुसी लाग्छ होला, त्यो कुरा तपाईँले अवश्य पनि सोच्नु भएको छ है। अनि त्यसै अनुरूप यहाँ विश्व शान्ति प्रार्थना डाकिएको रहेछ है। कहाँबाट यहाँनिर मेमेहरू आउनुभएको रहेछ हेर्नुहोस् मेला ग्राउन्डमा। तपाईँहरूलाई मैले पनि एउटा सानो मौका पाएँ है, लिएर जाँदैछु के कस्तो रहेछ है। त हेर्नुहोस् आज वाङको दिन अरे। अनि बहिनीलाई कस्तो लाग्छ? आफ्नो हस्बेन्ड चाहिँ अब देशको सेवामा यत्रो वर्ष बिताइसक्नु भयो, बताउनुहोस् अलिकति। नमस्ते नमस्ते सबैजनालाई। एकछिन ल लु, यहाँ भाइ पनि आर्मी नै हुनुहुन्छ। ए तपाईँलाई झन् सानो स्वागत गर्न चाहन्छु। सहितै भनौँ, शहीद भएका दाजुभाइहरू छन्, उनीहरूलाई स्मरणमा राख्दै उहाँहरूलाई सम्झिँदै आज यो विश्व शान्तिको लागि धर्म र जातको विषयमा, हुनु त मानव धर्म नै सबभन्दा ठुलो धर्म हो। नबुझ्नेहरूले चाहिँ अब यो छुट्याइरहेको छ। यो चाहिँ आफ्नो सोचाइ र भावनाले गर्दा यस्तो भइरहेको छ। हामी सबै एक मानव हो। मानव धर्ममा हेर्नु हो भने हामी दुइटै जात छ, स्त्री र पुरुष, त्यति मात्रै हो। अनि र पनि फेरि शान्ति होस्, उनीहरूको जतिजनाले प्राण गुमाए उहाँहरूको आत्माले शान्ति पाउन् भन्ने हेतुले यहाँ एउटा विश्व शान्ति प्रार्थना राखिएको छ है। त्यसको लागि हेर्नुहोस् है, हामी पनि सामेल हुन पायौँ, खुसी लाग्यो। यहाँ हेर्नुहोस् तपाईँहरूलाई लिएर जाँदैछु है त। यहाँ अहिले म कसैलाई भेटेँ भने तपाईँहरूलाई राख्नेछु पूर्ण विवरण। यो यहाँनिर साङ ढोक रहेछ है, यसको ठुलो महत्त्व पो छ त। उहाँहरूको आत्माले चिर शान्ति पाउन् भन्ने पूजा कमिटी यसले बनाएको छ है। जाङधोक प्लेरी सेन्टर इन्स्टिट्युट है। धेरै व्यापक मात्रामा हाम्रो धर्म मित्रगणहरूको उपस्थिति रहने हुनाले सोचेको नम्बर भन्दा मिरिकबाट जग्गाबाट आउनु भएको रहेछ। रङ्पोबाट, डेन्जोङ हो, ग्याङटोकबाट, भुटानबाट, मात्रे मानिपा अरे मिरिकबाट आउनु भएको रहेछ। सोनादाबाट है, जग्गाबाट आउनु भएको रहेछ। यहाँनिर धेरै जमघट छ हेर्नुहोस् है। पनि हामीले महसुस गरेको छौँ र हामी यो पहिलोपल्ट फर्स्ट एडिसन अफ ट्रमनाङ्मो अथवा क्रोधिकाली गणचक्र पूजा हुनेछ। अनि बाहिरको जति पनि श्रद्धालु भक्तजन हुनुहुन्छ उनीहरूको लागि हाम्रा भलन्टियर्सहरूले वाङको सजिलोसँग नमस्कार गरेर आउँ हुँदैन सो चाँजो दिलाइरहनु भएको छ। होइन जाँदै थियो सबैजना जाउँ। यहाँनिर एकदम राम्रोसँगले सजाएको रहेछ है। हाम्रा कालेबुङ नगरपालिकाका नगर अध्यक्ष माननीय रवि प्रधानज्यू अनि उहाँको कार्यालयले हामीलाई दिनुभएको छ। यसले बिर्सिनु भएछ, बाहिर पण्डालमा चेयरमा राख्नु भएको थिएछ र त्यो कसैले भेट्नु भए हामीलाई ल्याएर जिम्मा दिने हजुरहरूलाई अनुरोध गर्दछु। सोनादा आफ्नै हुँदो रहेछ नि त लगाउने किताब छ। 8 बजेको प्रोग्राम हुनु आँटेको रहेछ। मैत्री मानेप बौद्ध सङ्घ सिलिगुडी टोलीले उहाँहरूले तामाङ कालिम्पोङको सूची पहिलो चरणमा, दुर्पिन गुम्बा वेलफेयर एसोसिएसन कालिम्पोङ दोस्रो चरणमा, अनि ट्रोमा कालिम्पोङ
हजुर नमस्कार हजुरलाई प्राणी विश्व शान्तिको लागि सबैलाई राम्रो होस् भनेर यो पूजा चाहिँ यति नै हो। यति नै हो है। कति दिनदेखि गर्नु भन्दैछ? तपाईको 3 दिन भयो होला। आज 3 दिन है। अभिषेक ग्रहणहरु हुन्छ। हजुर छोपहरु सबै हुँदैछ। बुझे मैले धेरै जग्गाबाट आउनु भएको रहेछ है। हजुर हजुर अनुयायीहरु तपाईको सिक्किमबाट हो। हजुर अनि तपाईको भुटानबाट सबैबाट आउनु भएको छ होला। ए हजुर यो सबै विश्वमै शान्ति भएर जानु सक्छ सबैलाई है। हजुर हजुर त्यसले गर्दा चाहिँ यो पूजा चाहिँ एकदम महत्त्वपूर्ण हो। तपाईले म दर्शन गर्नुस्। हजुर गरेर आयौं त। अभिषेक लिनुस्। यसले चाहिँ एकदम ठुलो पुण्य प्राप्ति हुन्छ। हुन्छ हवस् धन्यवाद। हेर्नुहोस् यहाँ चाहिँ कतिवटा कारणवश चाहिँ अब यहाँ भिडियो गर्ने एलाउ छैन विशेष त होला भित्र रुल्स एन्ड रेगुलेसन फलो गर्नै पर्यो है कतिवटा कुरा। तपाईको कुन चाहिँ च्यानल हो? एमएस ब्लग केपीजी। तपाईको पनि छ? र हामी चाहिँ निस्क्यौँ तपाईँहरूले सुनिहाल्नु भयो है लामाजीको कुरा मेमेको कुरा भनौँ न यता जानुपर्छ हामी। अन्त विशेष गरी भन्नुपर्दाखेरि त्यहाँभित्र चाहिँ भिडियो गर्ने एलाउहरू छैन रहेछ र पनि मैले अलिअलि गरेर चाहिँ हजुरलाई देखाएँ र यस्तै हो है सबैले प्रार्थना गरौँ विश्व शान्तिको लागि नै उहाँहरूले एउटा प्रोग्राम अर्गनाइज गर्नुभएको रहेछ तपाईँहरूलाई थाहा छ है थाहा पाइहाल्नु भयो तपाईँहरूले मेरो थम्बनेल र टाइटल देखेर नै र सबैलाई सम्मान गरौँ अनि जो जतिजना पनि शहीद हुनुभयो उहाँहरूको पनि आत्माले शान्ति पाउन् भन्दै आजको भिडियोलाई म यहीँ नै अन्त गर्छु है त।